सामान्य सभामुख महोदय, मिडियामा आउँदैमा पुग्ने भए यही सदनमा रहेका कैयौंलाई यौन दुर्व्यवहारदेखि कृषि अनुसन्धानको दुरुपयोगसम्मको आरोप, आफ्नै सन्तानलाई अर्काको सन्तान बनाएर जापान पठाएसम्मको आरोप छ। बर्गेल्ती हेडलाइन्सहरू भएका सामग्रीहरू हामीसँग छन् कि अधिकारको दुरुपयोग गरेर उजुरी दिन लगाएर फेरि सदनमा समितिको लागि घहार गुहार गर्न मिल्छ, हल्लाखुल्ला गर्न मिल्छ। त्यसैले सभामुख महोदय, यो कुरामा यो सदन स्पष्ट होस्। जहाँसम्म कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा छ, तपाईहरुको पालामा मन्त्रीले अनुसन्धान गर्थ्यो होला, हाम्रा पालामा प्रहरीले अनुसन्धान गर्छ। तपाईहरुको पालामा अनुसन्धान गर्दा गर्दैका प्रहरीलाई सरुवा गरिन्थ्यो होला, हाम्रा पालामा दोषी देखिए मैलाई हत्कडी लगाएर लैजानु भन्ने निर्देशन दिएको छु। अब यो देश त्यो पालाले जसरी चल्दैन र त्यो पाराले जस्तो चल्दैन। कानूनले जे भन्छ प्रहरीले त्यही गर्छ। सामान्य सभामुख महोदय, पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना तथा अपचलन गर्ने कार्यमा संलग्न उक्त संस्थाका सञ्चालक समिति, लेखा समिति र ऋण अधिकृत समेतका सहकारीमा प्रत्यक्ष जिम्मेवारी र भूमिकामा रहेका व्यक्तिहरूलाई प्रतिवादी कायम गरी सम्मानित अदालतमा अभियोग पत्र दर्ता भई हाल उक्त मुद्दा सम्मानित अदालतमा विचारधाराधीन अवस्थामा रहेको छ। उक्त सहकारीको म न सञ्चालक समिति, न लेखा समिति, न ऋण समिति, न कर्मचारी, न शेयर सदस्य लगायतका कुनै पनि जिम्मेवारी र भूमिकामा रहेको छैन। पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीले रवि लामिछाने नाम उल्लेख गरी फेक ऋण खाता सृजना गरी ऋण प्रवाह गरेको रहेछ। उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, केवाइसी फारम, 3 पुस्ते विवरण, ऋण लिँदाको तमसुक लगायतका कुनै पनि विवरण छैन। मैले ऋण लिएको भए मेरो बैंकमा रहेको व्यक्तिगत खातामा रकम आउनु पर्ने हो, तर सहकारीको 1 पैसा पनि मेरो खातामा आएको छैन। यो कुरा मैले सार्वजनिक रूपमा स्पष्ट पारिसकेको छु। सहकारी ऐन 2074 को दफा 122 मा सहकारी सम्बन्धी कसुरको बारेमा उल्लेख छ। उक्त ऐन अन्तर्गतको कसुर मैले गरेको कहीँबाट देखिएको छैन। अदालतमा विचाराधीन मुद्दाको अभियोग पत्र, पक्राउ प्रतिवादीहरूको बयान कहीँ कतै म संलग्न रहेको उल्लेख पनि छैन। मेरो संलग्नता भएको भए अनुसन्धानको मिसिलमा खुल्नुपर्ने होला, पक्राउ प्रतिवादीहरूले मेरो संलग्नता रहेको पनि बयान गर्नुपर्ने होला, मैले ऋण लिएको कागजपत्रहरूबाट पुष्टि हुनुपर्ने होला। सहकारीले रवि लामिछाने नाम उल्लेख गरी खडा गरेको भौचरकै आधारमा म दोषी हुनुपर्ने? विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रणालीको नाममा गएको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै पनि संलग्नता छैन। यो सम्बन्धमा मलाई जानकारी छैन। म त्यस संस्थासँग आबद्ध हुँदाको बखतसम्म कुनै पनि बैठकले सहकारीबाट पैसा लिने एउटा पनि निर्णय गरेको छैन। तपाईहरुलाई आवश्यक पर्दा मिटिङको माइनटदेखि अडिट रिपोर्टसम्म जहाँ भने त्यही उपलब्ध गराइदिन सक्दछु। ग्यालेक्सी टिभीबाट म अलग भइसकेकाले कम्पनीको आर्थिक दायित्व मैले बोकिराख्नुपर्छ भन्ने कानूनले भन्छ भने कहाँ भन्छ? म भोग्न तयार छु। खडा गर्नुस् पात्र, हाल्नुस् मुद्दा। म अन्तिम साससम्म लड्नको लागि तयार छु। कसैले मेरो नाम जताततै